प्रिय, बाइबलको प्रार्थनाको बारेमा म तपाईँलाई भन्न गइरहेको छु। खतरा भइसके तापनि ध्यान दिएको छैन, पाप गरे तापनि पश्चाताप गरेको छैन, पाप नगरे तापनि विलाप गर्दैछन्। यी तीनजनामा तपाईँ को हुनुहुन्छ? कहिलेसम्म सुत्छौ? कहिलेसम्म निदाइरहन्छौ? कहिलेसम्म निदमा रहन्छौ? पेटभरि खाएर अल्छी बनिरहेका छौ, खतरालाई सम्झन नसक्ने अवस्थामा छन्। उठेर तिम्रो परमेश्वरलाई पुकार गर। यसरी अन्य व्यक्तिले भन्दा पनि प्रार्थना गरिरहेको छैन प्रिय, तर अयुबले पाप गरेको छैन तैपनि प्रश्न गर्दैछन्, प्रार्थना गर्दैछन् अनि विलाप गर्दैछन्, बिन्ती गर्दैछन्। के भन्दै? पिता, मेरो अपराधलाई भन्नुहोस्। तर दाउदले पापमय काम गरे, व्यभिचार गरे अनि हत्या पनि गरे, तर उसले पश्चाताप गरेन। अनि योना समुद्रमा आँधी आए तापनि भागिरहेको छ प्रिय, ध्यान दिइरहेको छैन, प्रार्थना गरिरहेका छैनन्। को हो? एक अगमवक्ता। अब कुनै फाइदा छैन। जहाजका मानिस भनिरहेको छ, कोही श्रापित व्यक्ति हामीसँग यात्रा गर्दैछन्, चिठी राख्नेछौ, तिम्रो नाम के हो, तिम्रो नाम के हो, सबैसँग सोध्दै थिए। योनाले पनि आरामका साथ आफ्नो नाम दिए प्रिय, किनकि उसले सोचेको थियो म पक्रिने छैन। आज हाम्रो बीचमा कोही सोच्दैछन्, म पक्रिने छैन, म परमेश्वरको विरुद्धमा जिरहेको छु तैपनि म पक्रिने छैन, परमेश्वरको विरुद्धमा गइरहेको छु तैपनि म पक्रिने छैन। सोच्दै हुनुहुन्छ तपाईँ? योनाले पनि यस्तै सोचे, पक्रिने छैन भने। कमसे कम चिठी राख्दाखेरि पनि उसले सोचेन, एक मिनट पर्ख, चिठी नराख्नु। किन? के को लागि? मेरो कुरा सुन्नुहोस्, चिठी राख्नु आवश्यकता छैन। किन? के को लागि? त्यो व्यक्ति अरू कोही होइन, मै हुँ। तिमी को हौ? म जीवित परमेश्वरको अगमवक्ता हुँ। मैले गल्ती गरेको छु। तिमीले के गल्ती गर्यो? निनवे शहर पापमा भरिएको छ। परमेश्वर दण्ड दिन गइरहनु भएको छ, तर त्यहाँ दण्ड दिनुभन्दा पहिला मलाई चेताउनीको निम्ति पठाउँदै थियो। म त्यहाँ नगइकन परमेश्वरको इच्छा विपरीत तर्सिस जाँदैछु। मेरो गल्तीको कारणले नै म परमेश्वरको विरुद्धमा जाँदैछु, त्यसैले यो आँधी आएको हो। मलाई 1 घन्टाको समय दिनुहोस्। म एकान्त स्थानमा गएर प्रार्थना गर्नेछु, प्रभुसँग प्रार्थना गर्नेछु। पिता, मलाई क्षमा गर्नुहोस्, क्षमा गर्नुहोस्। तपाईँको इच्छाको विपरीतमा जाँदैछु। तपाईँले काम एउटा दिनुभयो, म अर्को गर्दैछु। तपाईँले एक ठाउँमा जान भन्नुभयो, म अर्कै ठाउँ गइरहेको छु। गल्ती गर्दैछु, क्षमा गर्नु गएर भन्नेछु। मेरा प्रभु क्षमा गर्ने हुनुहुन्छ, क्षमा गर्नुहुन्छ, मलाई क्षमा गर्नुहुन्छ, तिमीमाथि दया गर्नुहुन्छ। हामी सुरक्षित किनारमा जानेछौँ। त्यसपछि म फेरि फर्केर म परमेश्वरको इच्छा अनुसार निनेवे जानेछु। 1 घन्टाको समय मलाई दिनुहोस्। प्रिय, यसरी भनेको भए त योनालाई समुद्रमा फ्याँक्नु पर्ने अवस्था थिएन। प्रिय, नातानलाई पठाउनु भन्दा अगाडि नै दाउदले पश्चाताप गरेको भए आफ्नो 4 छोरा गुमाउनु पर्दैन थियो। प्रिय, अयुबले पाप गरेको छैन, प्रश्न गर्दैछन्। जसले पाप गरेको छैन बिन्ती गर्दैछ, जसले पाप गरेको छैन प्रभुसँग भन्दैछ, पिता, मेरो अधर्म, मेरो पापलाई भनिदिनुहोस्। तर जसले पाप गरेको छैन उसले पश्चाताप गरेको छैन। जसलाई सेवाकाईको निम्ति पठाइएको थियो त्यो त ध्यान दिइरहेको छैन। जब उनीहरूले चिठी राख्दै थियो आरामसँग बसिरहेको केही हुँदैन। जब सबैको नाम लेखिरहेको थियो ऊ आरामसँग बसिरहेको थियो। चिठीलाई एउटा भाँडोमा राखेर हलाइरहेको थियो। उसले हेरिरहेको थियो, मेरो नाम आउने छैन। उसले चिठी निकाले, केही डर छैन। चिठी खोल्यो, केही डर छैन। योना के भयो? उसको अनुहार पुरै रातो भयो। को थिए योना? और को थिए? यही हो। उसलाई बसाएर सोधे, तिमी को हो? कहाँबाट आएको? तिम्रो परिचय के हो? तिमीले आफ्नो बारेमा सबै कुरा भन। यसरी सोध्न थाले।
उसले सबै कुरा भनिदिए। प्रिय भाइ बहिनीहरू, यो जरुरी थियो र? अरू मानिसहरू एक अगमवक्तालाई साँच्चै तिमी को हो, कहाँबाट आएको, तिम्रो वंश अनि तिमी के गर्छौ, यी सबै कुरा भन्नु आवश्यकता छ र भन्नुहोस्? सोध्नु पर्यो। कारण थाहा छ, उसले आज्ञा मानेन। उसले गल्ती गरेको थियो, उसलाई थाहा थियो। त्यस गल्तीलाई मलाई स्वीकार गर्नु छ, यस्तो सोच पनि आफ्नो मनमा आउन दिएन। म जीवित परमेश्वरको अगमवक्ता हुँ, परमेश्वरको विरुद्धमा जाँदैछु। उनीहरू के भने, तिमीले के गर्यौ, तिमीले यो के गर्यौ? म परमेश्वरको अगमवक्ता हो भनेर सुन्दा उनीहरू डराए। उनीहरू डराए प्रिय, यो कुरालाई सुन्ने बित्तिकै डराए। तर यो व्यक्ति कहाँ डर किन छैन? हेर्नेछौँ, आउनुहोस्। 10 पद। यही कुराले तिनीहरू डराए र तिनलाई सोधे, तिमीले के गरेका छौ? अघि नै यो कुरा बताएका हुनाले तिनी परमप्रभुको सामुन्नेबाट भागेका रहेछन् भन्ने तिनीहरूलाई थाहा थियो। उनीहरू डराएका थिए। प्रिय, यो के हो? तिमी जीवित परमेश्वरका अगमवक्ता हौ। अगमवक्ता भएर परमेश्वरको विरुद्धमा गइरहेका छौ के? कस्तो व्यक्ति हो? किन यस्तो गर्यो तिमीले? उनीहरू डराए। अब हामी के गरौँ? त्यसपछि योनाले एउटा राम्रो कुरा भन्यो, गल्ती गर्ने म नै हुँ अनि दण्ड पनि मलाई नै मिल्नुपर्छ। मेरो कारण तिमीले किन दण्ड पाउनु? मलाई उठाएर समुद्रमा फ्याँकिदे। यस्तो भन्नु जरुरी थियो। यही म भन्न चाहन्थे। यी सबै कुरा गर्न आवश्यकता थियो र? त्यसैले जब चिठी हालिरहेको थियो त्यस बेला रोक्न सक्थे नि? त्यति बेला नै भनेको भए राम्रो हुन्थ्यो। प्रिय भाइ अनि बहिनीहरू, 3 जनाको बारेमा मैले भने। पहिलो, विलाप गर्दै थिए, प्रार्थना गर्दै रहे, सोधिरहेका छन्, परमेश्वर पिता कस्तोबाट भएर गइरहेको, बिमारीबाट भएर गइरहेको, सबै कुरा गुमाए, सबै चिज गुमाइकन, स्वास्थ्यलाई गुमाएर पनि धार्मिकतालाई गुमाएन भन्दैछन्। ज्यान गए तापनि म आफ्नो धार्मिकता छोड्ने छैन, निर्दोषतालाई छोड्दिन, मेरो परमेश्वरप्रति मेरो भरोसालाई छोड्ने छैन। अद्भुत छ। यस्तो आत्मिकता कसरी सम्भव हुन्छ थाहा छ? अयुब प्रार्थना गर्ने व्यक्ति थियो। किन प्रभु तपाईँले यस्तो गर्नुभयो? कहिले पनि उसले प्रश्न गरेन। किन मलाई यस्तो बिमारी भयो? कहिले उसले प्रश्न गरेन। तर के सोधे थाहा छ? पिता परम प्रभु, मबाट कति अधर्मको काम भयो, मेरो अपराध अनि पाप मलाई भनिदिनुहोस्। मेरो जीवनको जे पनि म गुमाऊ केही छैन। म तपाईँको दृष्टिमा निर्दोष व्यक्ति हुँ। यो गवाई मेरो जीवनबाट टाढा हुनु हुँदैन। मेरो गवाईलाई रक्षा गर्न जानेको छु। कति अद्भुत कुरा। कति दिन भयो हामीले यस्तो प्रार्थना गरेको, पिता म संसारमा जे पनि गुमाऊ केही छैन, तर तपाईँको दृष्टिमा म निर्दोष व्यक्ति हुँ। तर तपाईँको दृष्टिमा म एक निर्दोष व्यक्ति हुँ। यसरी गवाई मेरो जीवनबाट टाढिनु हुँदैन। प्रार्थना गरेको कति समय भयो। प्रिय अयुबले पाप गरेन, तैपनि विलाप गरे, प्रार्थना गरे। दाउदले पाप गरे तापनि पश्चाताप गरेन। योना भागिरहेको थियो अनि खतरामा परे तापनि ध्यानै दिएन। यी 3 जना तपाईँहरूलाई भनेको छु, निश्चय आज यी 3 जना मध्ये हामी या त योना हुन्छ, या दाउद हुन्छ, या अयुब हुन्छौँ। नाम कबुल हुने बित्तिकै प्रकट गरे। कतिपल्ट हामी देख्छौँ, कतिपल्ट पिटे तापनि मुख खोल्दैन। धेरै पिटेपछि पर्ख के हो? 1 घन्टासम्म राम्रोसँग पिटिसकेपछि हे पर्ख म भन्ने छु। तब उसले बताउँछ अनि उसले भन्छ, अरे पागल, यो जो रोएको छ, तिमी पहिल्यै रोएको भए हाम्रो लत्थी त भाँच्दैन, तिम्रो हात खुट्टाको हड्डी भाँच्दैन थियो। कुटिराखेको बेलासम्म मैले बुझेन। कोही हुनुहुन्छ हाम्रो बीच, कुटिरहेको बेलासम्म हड्डी भाँचे तापनि
अस्पताल पुगिसके तापनि मूर्खसँग जिउनेहरू, तब हामी सावधान हुनुपर्छ। खतरा भइसके तापनि ध्यान दिएको छैन, पाप गरे तापनि पश्चाताप गरेको छैन, पाप नगरे तापनि विलाप गर्दैछन्। यी तीनजनामा तपाईँ को हुनुहुन्छ? आउनुहोस् प्रार्थना गरौँ। पवित्र पिता परमेश्वर, अयुबले कुनै पाप गरेन, उसमाथि विपत्ति आयो। उसले सोचे परमेश्वरले मारे तापनि म आफ्नो निर्दोषलाई छोड्ने छैन। यो हो आत्मिकता। फलस्वरूप दोब्बर आशिषलाई उसले पाए। पाप गरे तापनि पश्चाताप नगरिकन, विलाप नगरिकन, प्रार्थना नगरिकन लापरवाही गर्ने दाउदले भयानक दण्ड भोग्नु पर्यो। मर्ने बेलासम्मै त्यो दण्ड उसलाई पछ्याइरह्यो। चिठी हालेर उसको नाम प्रकट हुने बेलासम्म डर बिना नै बसिरहेको थियो योना। फलस्वरूप सङ्कटमा पर्यो। समुद्रमा उसलाई फ्याँक्नु पर्यो। के यसको आवश्यकता थियो र? निर्दोषतामा जिउन नै तपाईँले हामीलाई बोलाउनु भयो। पवित्र जीवन जिउन नै तपाईँलाई हामीलाई बोलाउनु भयो। मानिसहरूले हामीमा तपाईँ देख्न सकौँ, तपाईँ हामीलाई बोलाउनु भयो। यस्तो बोलावटलाई पाएको हामी तपाईँको विरुद्धमा जिएपछि कस्तो? पापको दागका साथ, गन्दी जीवन साथ हामी आफैले आफैलाई मिलाएपछि कसरी हुन्छ? पिता, धार्मिकतालाई भुलेर, निर्दोषतालाई छोडेर जो पापमा भुलेको छ, यस्तो व्यक्तिहरूलाई यस समय पिता सुधारेर फेरि पनि तपाईँको गवाई बनाउनुहोस् पिता। कोही पनि नाश नहोस्, कोही पनि तपाईँबाट टाढा नहोस्। कुनै पनि व्यक्ति पापको दलदलमा फस्नु हुँदैन पिता। हरेक परिवारको पिता रक्षा गर्नुहोस्। यस कलवरी आवाजलाई सुन्ने हरेक भाइ बहिनीलाई, यस दिन सेवकको लागि प्रार्थना गर्ने हरेक प्रार्थना योद्धालाई दर्शन दिनुहोस्। येशू प्रभुको नाममा यस प्रार्थनालाई माग्दछु पिता। आमीन।